6 डिग्री छ यहाँनिर चाहिँ हैन टक्क हेलो अब हामी मुक्तिनाथको लागि रेडी भइसक्यौँ मुक्तिनाथको लागि रेडी भइसक्यौँ होइन कस्तो ब्लग रेडी भइसक्यौँ हामी मुक्तिनाथको लागि मुक्तिनाथ जाने अब टक्क तातो लुगा लाएर रेडी भइसक्यौँ हैन बिहान 7 बजे छ 6:30 भएको छ हामीलाई राति 10 मिनेट ढिलो गरिसक्यो हामीले है बाहिर सबैजना गाडी चढिसकेर हामी चढ्नु बाँकी छ बसमा आइपुग्यो ल केटा आइबन्द यो चाहिँ भोटे नै हो जस्तो छ भोटेको छोरा के रे भोटेकै छोरा हामी आइपुग्यौँ है ल फाइनली हामी मुक्तिनाथ मन्दिर पुग्न लाग्यौँ होइन बस बाइक कहाँ पुग्नु लाग्यो भाइ मुक्तिनाथ बस पुग्न लाग्यो केटाहरू अगाडि गइरहेछ यहाँबाट लगभग 10 मिनट है 10 मिनट चिसो गाई चाहिँ मर्छु चिसो लास्टै छ यार चिसो है खुट्टा त जान लागिसक्यो लास्टै त नभनौँ होइन चिसो त ठिकै छ अनि हामी नर्मल ठाउँमा बस्नु जान्छ चिसो त हात चाहिँ ठिकै छ मेरो होइन हेर तराईमा बस्ने अनि तिमी बोला हो र हिमालमा बस्ने मान्छे चाहिँ अब बेग्लै हुन्छ नि मुक्तिनाथ आउनु लागिसक्यो केटा हो लास्टै चिसो छ है पानी त जाउँछ होला पानी अझै 5 मिनट लाग्छ चाहिँ हात ठिराइसक्यो हात ठिराइसक्यो ओइ ओइ सपिङ हस्पिटल गर्न न हेरौँ है यहाँ मुस्ताङको गाइस चाहिँ यो चाहिँ -6 छ हैन अहिले पुग्न चाहिँ राम्रोसित अहिले चाहिँ -6 डिग्री छ यहाँनिर चाहिँ हैन टक्क ल्याएर हेर्न सक्नुहुन्छ -6 डिग्री अबै कितना माइनस डिग्री -6 है सबै सर्न जाउँ नताब धेरै नताब जाउँ जति जाउँ मल्ची लाएर आएको है यस्तै हुन्छ भनेर यो मेरो कान चाहिँ चिसो होइन चाहिँ किन धनराज चाहिँ के नि लायो नि खास फेरि टाउको चाहिँ भएको छैन हाम्रो हिमालीको बोई पऱ्यो नि त हिमालयन बोई थर्मोमिटर है त नापे देखाइदिनु हामी चाहिँ जाँदैछौँ हेलो गाइस ल अब चाहिँ हामी मुक्तिनाथ आइपुग्यो हैन किन छ आइपुग्यो ल अब यहाँ भर्याङ चढ्नुपर्छ अब यहाँ चाहिँ यहाँ माथि छ मन्दिर भर्याङ चढ्नुपर्छ अनि यहाँ साथी छ यहाँ पनि आइरहेको एकजना आयो होइन नि त ल यहाँ पिन टक्क साथीहरूले जाडो जाडो छ अब भर्याङ चढेर केटो जाने माथि ल गेटमा आइपुगे मुक्तिनाथ
साथीहरू यहाँ भ्लग बनाउँदैछन् साथी यसमा ब्याट्री सके 157 त्यही उनी भइसकेको छ 300 छ के तिमीले गर्नमा मिस्टेक गर्यो ल गाइस हामी चाहिँ मन्दिर आइपुग्यौँ भिडियो बनाइरहेको छु फोटो खिच्न सक्नु भने भित्र चिसो कस्तो चिसो छ भन्दै त दुईटै चिसो कस्तो छ भन्दा चिसो चाहिँ मेरो लेभलभन्दा कम्ती दुईटा ज्याकेटमा लान्छ चारवटा हामी रेडी भएको थियो फेरि पछि प्याकिङ गर्थ्यो अनि ल वेलकम टु बक्सीनाथ मान्छे चाहिँ लास्टै धेरै आइरहेछ ओहो यो चाहिँ मन्दिर रहेछ केटा हो नहुने होइन पानी हाल्दैन टाउकोमा हाल्दैन किन पानी यो चाहिँ 108 वटा धाराबाट थापेको पानी यो चाहिँ मलाई पनि थाहा थिएन म चाहिँ थाहा थिएन थाप्नु पर्यो बोतल ल्याउ मलाई समात्दै हिँड केटा हो माथि उहाँहरू चाहिँ 108 धाराबाट टक्क लगाएर मान्छे चाहिँ त्यहाँबाट आएर टक्क यहाँनिर यहाँबाट भित्र यसरी गएर कस्तो भयो तिमीलाई भिज्दाखेरि चाहिँ कि भिजेन हौ ल पानी पनि थापेछ नि केटाहरू होइन लडिस साथी खोइ देखाउ त यहाँ चाहिँ आलीजी के भन्न चाहनुहुन्छ यहाँ आएर कस्तो फिलिङ भइरह यहाँ चाहिँ आगो ताप्ने ठाउँ रहेछ होइन सबैले अनि आगो फुक न कोही त त्यहाँ अघि भर्खर पानीमा भिजेको आइसकेको छ ल तिमीलाई कस्तो भयो चिसो पानीमा गर्दाखेरि भन न भन भन तिमीलाई कस्तो भयो जाडो कतिको रहेछ त हाम्रो म्याम त्यहाँ पनि हाम्रो म्याम हुनुहुन्छ हामी त मजाले आइपुग्यौँ म्याम पनि म्याम चाहिँ नभिज्नु नि नभिज्ने हाम्रो स्कुलमा त धेरैजना भिजे त म्याम विद्यार्थीहरू कतिको जाडो छ त म्याम हामी सोचेको जति त छैन ठिकै हो हामी आउनुभन्दा अगाडि जति चिसो हुन्छ भनेर सोचेको थियौँ नि त त्यति चाहिँ छैन है ठिकै छ मजाले आइयो ल हाम्रो कलेजको केटाहरू ल कलेजको केटाहरू दुईचोटि भिज्नुपर्छ नि त यार
चाहिँ हाम्रो सर हुनुहुन्छ सरलाई कतिको जाडो भनिदिनु पऱ्यो यता फर्केर जाडो त ठिकै छ खासै सर यहाँ कतिको जाडो छ ल भन्नु यहाँ जाडो अहिले त बिहान ठिकै छ त्यति जाडो त छैन माइनस टेम्परेचर भए पनि 12 बजेपछि भयो भने चाहिँ धेरै हावा चल्छ भने चाहिँ अप्ठ्यारो हुन्छ अहिले चाहिँ बिहान अब सबैजनाले के हुन्छ भनिरहेको छ त्यस्तो के हुन्छ भन्दाखेरि घुमिरहेको छ यस्तो गर्दा त्यति धेरै जाडो फिल चाहिँ भएको छैन ठिक छ सर रमाइलो भइरहेछ नि रमाइलो भइरहेको छ अनि हजुर चाहिँ भिज्नु भयो कि भएन त म अलिअलि भिज्यो तर के हुन्छ पुरै चाहिँ भिजिएन अलिअलि चाहिँ भिज्यो यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेछ सबैजना आएको मौसम पनि एकदम रमाइलो छ यतापट्टि सबै हिमालहरू मजासँगले देखिराखेको छ सबै यहाँको मौसम एकदम सफा छ आज हामी एकदम सही समयमा आएका छौँ त्यो जाडोमा -6 सक्यो -7 डिग्री छ यहाँनिर चाहिँ कति डिग्री छ 7 -7 डिग्री -7 डिग्री त्यहाँ देखायो होला तर त्यस्तो फिल चाहिँ भइरहेको छैन किनकि मैले पन्जा लाएको छैन म टोपी नलाउनु पनि सकिरहेको छु होइन धेरै मान्छेहरू नुहाइरहेछन् म पनि सायद नुहाउन सक्थेँ सुधा सर त नहुनु भयो सर हजुर चाहिँ किन नलाउनु सब नुहाउनु भयो होइन मैले त्यो प्लान गरेँ पानी खाँदै बिहान यति बेलाको सिजन बिहान पनि ठिकै रहेछ आफ्नो गरिरहनु चाहिँ मान्छेहरूले यस्तो चिसामा नरहेछन् फाइनल हामी फोटो सुट हानेर जाँदैछौँ बुझाउ न कस्तो छ चिसो अखण्ड होइन के छ सबै नयाँ चिसो कस्तो छ ए भाइ यार म मर्छु आज यार यो तले खाइ मेरो यति अठार हो हिमालयले अगाडि दामी देखाएको छ है ओ हामी कहाँ जान आँटे हामी अब हाम्रो गाडीमा जान लागेको है केटा हो गाडी चढेर फेरि तलपट्टि अर्कै भ्यू पोइन्टमा जान लाग सबैको चाहिँ यहाँ स्टेबल छैन नि त साथी तिम्रो क्यामेरा स्टेबल छैन कि कान तताउनुको लागि हेडफोन लगाइरहेको छु बाटो चाहिँ यस्तो छ